हजुर हराएको कातिर बल्ल बल्ल भेटे मैले पसलको छुनेर के हो दाइ पारा रिसाको हो र मसित केही छैन अबदेखि म इग्नोर गर्दिन 2-4 महिना भइसक्यो हामी दुई नभेटेको किन हजुर चिया पसलमा एक्लै खुट्टा टेकेको धेरै ठुलो गल्ती भयो आफ्नो गल्ती बिराए यो कुरा 100% दिमाग भित्र छिराए के छ त प्यान आज भोलि हजुर कता हजुर बिना म यहाँ साइको भएर हजुर बिना मैले चिया नखाएको नि धेरै भयो हजुर बिना खाना पिना हग्न म त थोरै के हो दाइ विश्वास लाग्दैन र भाइ धेरै नगर तेरो बाना सिधै भन्न बरु भेट्न दिएन तेरो चाहना अझै भन्छ कहाँ हराएको भनेर मुला दा सुन मेरो कुरो मेरो ठुलबाको छोरो भएर नगर ठुलो कुरो थाहा छ मलाई अस्तिदेखि कति इग्नोर गरिराथिस कल गर्दा मैले तँलाई कल मेरो काटिराथिस अझै भन्छ नभेटेको 2-4 महिना भयो कल गर्दा कल काट्ने यस्तो भाइ छैन भयो गाली मैले गरेको छैन गलत बाटो देखाएको छैन घरदेखि टाढा टाढा मैले तँलाई लगाएको छैन यदि हो भने हो भन् होइन भने होइन बाँकी तेरो मनको कुराहरू मलाई थाहा छैन कति कल गरेँ मैले तँलाई कति बोलाएँ न कल उठाउँछ न मान्छे आउँछ यार रिस उठ्दैन मान्छेलाई धेरै ठुलो गल्ती भयो आफ्नो गल्ती बिराए यो कुरा दिमागभित्र 100% छिराए अबदेखि गर्ने छैन म यस्तो काम तर भेट्न आउने थिए घरमा थियो धेरै काम कति ठुलो गल्ती गरेँ मैले राम पर्व माफ गर्नुहोस् दाइ एकचोटि माफी पाम जे हुनु थियो त्यो अब भइहाल्यो भूतकालको कुरा हो त्यो अब गइहाल्यो पुरानो कुरा हो त्यो नरिसाउनु सब गाली खाने गर्छु मैले भेट्न आउँछु जब घरमा कति गाली गर्छन् हजुरलाई नि थाहा छ किन झुट बोल्ने हो र मेरो छुट्टै बेथा छ तेरो कुरा तेरो बेथा तेरै मनमा राखिराख घरकै मात्र काम गरी घरभित्र नै बसिराख कति धेरै डराउँछ सो यति धेरै नडरा तेरो पनि हाँस्ने खेल्ने घुम्ने फिर्ने मन होला काम साम सबै गर्छस् बानी तेरो राम्रो छ घरमा किन कराउँछन् र पढाइ तेरो राम्रो छ घुम्ने फिर्ने उमेर यही हो पछि टाइम पाउँदैनस् जिन्दगीको झमेलामा आफैलाई नै पाउँदैनस्